सबैजनालाई नमस्कार। म आज बेसी झरेको छु बेसीको घरमा। यो चाहिँ खोर्सानी बारी हो। यो भाइले विशेष भाइ र मम्मी बाबाले रोप्नु भएको खोर्सानी बारी। अनि यो खोर्सानी चाहिँ अहिले चाहिँ अलिअलि खाने बेला भएको छ, तर अलिकति राम्रोसँग छिपेको छैन। अनि अबको केही समयपछि 15-20 दिनपछि यो खोर्सानीले सोमबारे बजार तताउने छ। अर्डर गर्न नबिर्सिनु है, हाम्रो फादरले ल्याउनुहुन्छ। अनि म खोर्सानी बारीभित्र छु, खोर्सानी टिप्दैछु भनेको अघि नै मलाई भनिहाल्नु भयो, मलाई 1 महिना जति ल्याइदिनु न भन्दै हुनुहुन्थ्यो। सो अहिले चाहिँ छिपेको छैन, छिपेपछि म अवश्य पनि ल्याइदिन्छु। यो हामी आफूले खान र अरूलाई बेच्न पनि हो, अरूलाई खुवाउन पनि हो। त्यो भएको कारणले गर्दाखेरि हामीले रोपेको खोर्सानी यसपालि अलिक कम नै भएको छ। अब अर्को साल फेरि अर्को गरा पनि थपिनेछ। अनि जहाँ चाहिँ यो वैशाख जेठभित्र खान लायकको बनाउने हाम्रो योजना हो। यसपालिलाई अलिक कम भयो, बिरुवा अलिक कम उत्पादन भयो। मैले माथि घर पनि लगाएको थिएँ, अनि माथि घरमा चाहिँ अलिकति मर्यो के, अब खै के पुगेन। सो माथिको घरमा चाहिँ मर्यो, अनि 1-2 वटा होला। अनि अहिले चाहिँ म तल बेसीमा छु, बेसीको हो यो चाहिँ। अनि एकदमै राम्रो छ। अनि यता प्याज, अनि यो प्याज पनि हो, पल्लोमा पनि छ। यो चाहिँ मकै बारी, यसमा चाहिँ हामी आलु रोप्छौँ, हिउँदे आलु। अनि त्यस्तो छ। अनि यता खोर्सानी बारी अबको छिपेपछि अबको केही समयपछि छिप्छ खोर्सानी, खान लायकको हुन्छ। अर्डर गर्न नबिर्सिनु होला। धन्यवाद।